दाङ क्षेत्रबाट उखानेको गुखाने फेरि उठ्ने रे यो शङ्कर पोखरेल भन्ने पर्ता समय भोटले आरे अहिले भोट दिनु चाहिँ दिन्नौँ नआइज भयो अन्त पछाडि त्यो झोलेहरू चाक गर्दै हिँड्छ लाज भन्ने गिननी के गर्यो तेरो नेताले दाङमा केही गर्यो उपलब्धि केही गर्यो एमालेको केसम्म भयो त्यो अलिकति पदमै गएको केही गर्यो केही गरेन नि किन भोट हाल्ने हाम्रो नेता त्यो गुहा के यार गएर हाम्रो नेता गर्दै नहिन् त अझ विद्यार्थी सङ्गठन दाङ भनेर खोलेका छन् होइन झोले सङ्गठन दाङ भनेर खोलाऊ विद्यार्थी सङ्घ भनेपछि युवाको लागि विद्यार्थीको लागि हेर्ने हो आफ्नै नेताको गर्दै हिँड्ने होइन यति कुरा ख्याल राख केही विकास गरेछ भने भनौँ बरु लाएर ड्याममा हानौँ हामीले पढ्छौँ कमेन्टमा केही विकास गरेछ दाङमा त्यही भ्रष्टाचारका घुसखोरीका मात्र छन् यिनीहरू अनि फाइल अरू के छ दाङमा यो सुरेश भन्ने मान्छेलाई बचाएको हामीलाई पनि थाहा छ नि के भयो यो सुरेश विश्वकर्मा अनि कुन पार्टीले बचाइरहेछ यसलाई ट्रकले हाने टिप्परले हाने हामीलाई पनि थाहा छ नि हामीले अब भोट हाल्दैन कसलाई हाल्छ अब हेर न भोट कसलाई हाल्छ गर्दै नआइज जाँठाहरू हस्त नमस्ते भोट फर घन्टी